लाङटाङ ट्रेक तपाईहरु कसरी जान सक्नुहुनेछ त यो भिडियोमा म आइटिनेरी अफ लाङटाङ ट्रेक भन्न जाँदैछु। डे 1 मा तपाईहरु माछापोखरीदेखि सेप्रेबेसी पुग्न सक्नुहुनेछ गाडीमा है। अनि त्यहाँदेखि 2.5 आवर्स को हाइक गरेपछि तपाईहरु बेम्बो पुग्न सक्नुहुनेछ र डे 1 मा तपाईहरु तिनेरी बस्नुहुनेछ। डे 2 मा तपाईहरु ब्रेकफास्ट बेम्बो होटलमा गरेर तपाईहरु 2 आवर्स को हाइक पछाडी तपाईहरु लामा होटल पुग्न सक्नुहुनेछ। अनि लामा होटलमा तपाईहरुले लन्च गरेर फेरि 4 to 5 आवर्स को हाइक पछाडी तपाईहरु लाङटाङ भ्याली पुग्न सक्नुहुनेछ। डे 3 मा तपाईहरु लाङटाङ भ्यालीबाट 2 आवर्स को हाइक पछाडी केन्जिङ गोम्पा पुग्न सक्नुहुनेछ। त्यहाँनेरि लन्च र एकछिन रेस्ट गरेर तपाईहरु लोअर केन्जिङ री जान सक्नुहुनेछ र लोअर केन्जिङ रीको हाइट चाहिँ 4400 मिटर रहेको छ र त्यहाँदेखि फेरि अप्पर केन्जिङ री पनि जान सक्नुहुनेछ जसको हाइट चाहिँ 4700 मिटर रहेको छ। अनि त्यही दिनै फेरि तपाईहरु त्यो घुमेर केन्जिङ गोम्पा आउन सक्नुहुनेछ। डे 4 मा तपाईहरु केन्जिङ गोम्पादेखि सेरकोरी पुग्न सक्नुहुनेछ जसको अल्टिट्युड चाहिँ 4985 मिटर रहेको छ। त्यहाँनेरि अलिकति धेरै स्नोई भएको कारणले गर्दाखेरि अलिकति अप्ठ्यारो ट्रेक अलिकति अप्ठ्यारो रहेको छ। ट्रेकिङ स्टिकहरु चाहिँ अलिकति लानै पर्ने हुन्छ है। अनि तपाईहरु त्यही दिनै तपाईहरु लाङटाङ भ्याली तपाईहरु फर्किन सक्नुहुनेछ। डे 5 मा तपाईहरु लाङटाङ भ्यालीदेखि बेम्बो आउन सक्नुहुनेछ। डे 6 मा तपाईहरु सेप्रेबेसीदेखि काठमाडौँ आउन सक्नुहुनेछ। 5 दिनको लागि चाहिँ तपाईहरुको टोटल बजेट 10 देखि 11 के रहनेछ भने 6 दिनको लागि चाहिँ 11 to 13 के रहनेछ। सेरकोरी जानु भयो भने तपाईलाई 6 दिन लाग्नेछ र जानु भएन भने तपाईलाई 5 दिन लाग्नेछ। इट्स योर चोइस।